पर्यो थुप्रै कुरा चाहिन्छ सुजाता म्याम एउटा ट्रेनर हुनलाई एउटा कोच हुनलाई नि कोच त को हो भने नि प्लेयर्सले फुटबल खेल्दा क्रिस्टियानो रोनाल्डोको पनि कोच हुन्छ नि हुँदैन त मेस्सीको पनि कोच हुन्छ नि किन भएको त उनीहरूलाई कुद्न नआएर हो र उनीहरूलाई गोल हान्न नआएर हो र उनीहरूलाई ड्रिबल ट्याकल गर्न नआएर हो र उनीहरूलाई हेड हान्न नआएर हो र होइन नि फिल्डमा मेस्सी वा क्रिस्टियानो कुदिरहेको बेलामा कोचले फिल्डबाट बाहिरबाट उनीहरू कुदेको एङ्गल ठिक छ छैन गएको ठाउँ ठिक छ छैन पास ठिक उसले अलग्गै एङ्गलबाट देख्छ क्या फिल्डलाई र ब्रेकको टाइममा आएर उसले भन्छ तिमीले यहाँ गरेको यो भएन यहाँ कुद्नुपर्छ यसरी पास दियो यो गर कोचले अलग्गै एङ्गलबाट देख्छ त्यो एङ्गलबाट देख्न सक्ने क्षमता त्यो कोचमा अचानक आएको होइन नि उसले सर्टेन इयर्स फुटबल खेलेको छ सर्टेन इयर्स फुटबलको बारेमा पढेको छ स्पोर्ट्स पढेको छ उसलाई हरेक कुरा थाहा छ त्यही भएर त वर्ल्ड नम्बर 1 मेस्सी र क्रिस्टियानोले पनि कोचलाई कोच भन्ने हो नि त कोचलाई राख्ने हो नि त कोचले भनेको कुरा पालना गर्ने हो नि त सो यो आउनको लागि त सर्टेन लेभलको साधना चाहिएन त